गाइज आज मैले 12 को एक्जाम दिने विद्यार्थीहरूको लागि च्यालेन्ज लिएर आएको छु हैन जसले पनि घर फोन गरेर चाहिँ मेरो आज एक्जाम बिग्रियो भन्छ नि बाबा मेरो पेपर बिग्रियो आज बिग्रियो भन्नेलाई मैले एउटालाई 500 रुपैयाँ दिनेछु र टोटल भिडियोमा 4 जनालाई चाहिँ मैले 500 गरेर 2000 रुपैयाँ दिनेवाला छु हेरौं कसले चाहिँ यो च्यालेन्ज पूरा गर्न सक्छ भनेर है त म यहाँ विद्यार्थी खोज्दै छु अहिले एक्जाम सकिने बेला भइसकेको छ जो पनि आउँछ नि हैन उहाँहरुलाई प्रत्येकलाई र्यान्डमली सोध्नेवाला छु है त A few moments later. मैले भाइहरुलाई भेटाएको छु भाइको नाम के भन्नु थियो अरे मेरो नाम गौरव गेवाली आजको चाहिँ च्यालेन्ज स्पेशल छ हैन तिमीले घरमा फोन गरेर प्यारेन्टलाई बुवा मम्मी जलाई पनि फोन गरेर मोबाइल मसँग छ म दिन्छु म प्रिपेयर गरेर आछु नि त मतलब वो अलग ही लेवल का बंदा था म कल त गर्छु मेरो मम्मी बाबा इन्डियामा हुनुहुन्छ ए हो र मैले गरौँला के हो तिमीले गर्न सक्छौ गर्न मिल्छ तपाईको पैसा घाट्ला हेर धेरै अच्छा हैन घाटा लाग्दैन टेन्सन नगर मेरो चिन्ता नगर फोन गरेर एक्जाम बिग्रियो जस्ट मलाई केही पनि नभन्नु भनेर हैन 1.5 मिनेटसम्म कुरा गर्नु पर्यो ए ल ल हैन जस्ट त्यो गर्यो भने च्यालेन्ज कम्प्लिट गर्दा 500 रुपैयाँ दिन्छु है त हुन्छ हाम्रो भाइले चाहिँ नम्बर डायल गरिसकेको छ नि कसलाई गर्छौ रे दिदीलाई तिमीले नि गर्ने हो मैले दाइलाई गरौँला भाइले डायल गर्यो तिम्रो 1.5 मिनेटको कल ड्युरेसन हुनु पर्यो है त 1.5 मिनेट बिग्रियो मलाई केही पनि नभन्नुस् टाइपले हुनु पर्यो ल कलै उठाउनु न म एक्साइटेड छु उताबाट के रेस्पोन्स आउँछ भनेर इन्डियामा गर्दै बुवालाई हुन्छ व्हाट्सएपबाट गर ल भाइले व्हाट्सएपबाट इन्डियामा कल गर्दैछन् नेपालमा हुनुहुन्न अरे के छ भाइले जित्ला नि 500 रुपैयाँ एकदम मैले हजुर मैले गर्छु 250 बाटम समझ रहे हो ना मम्मीलाई केही पनि नभन्नु मेरो एक्जाम बिग्रिरहेछ भनेर त्यस्तो दिनु पर्यो है आज गर्न रिङ गइरहेछ है हेलो कहाँ से आते हैं हेलो हेलो बुवालाई को अरे कहना क्या चाहते हो? बुवा दर्शन मगे गौरव यो यही नम्बर हो ह्याप्पी बर्थडे ए आज मेरो केमिस्ट्रीको एक्जाम थियो यहाँ अलि म त सोचे जस्तो बिहान बिग्रियो अलि मेरो एक्जाम तर केही हुन्न एउटा एक्जाम त एक्जामले के रै हुन्छ र हैन अरे बस कर रुलाएगा क्या अब धेरै केही भएन नि गाउँ त छ हाम्रो गाउँमा बसौँला दुइटै मिलेर खेतीबाडी गरौँला अरू आज के छ त प्लान एक्जामकै कुरा एक्जामकै अनि ए मम्मीलाई बिग्रेको एक्जामको बिग्रेको केही नभन्नु नाइन मम्मीले फाल्तु टेन्सन लिनुहुन्छ अरू मम्मीलाई केही नभन्नु होला कि बिग्रियो किनभने एक्जामको त यस्तै हो कि त राम्रो जान्छ कि त बिग्रिन्छ यही हो कुछ भी हजुर अझै 20 सेकेन्ड बोल्नु पर्ने छ त्यही त एक्जामको टाइम पनि त मतलब एउटा मात्रै होइन एक्जाम जिन्दगीमा धेरै एक्जाम हुन्छन् अनि त्यही हो जिन्दगीमा धेरै एक्जाम आउँछ नि यो त एउटा मात्रै एक्जाम हो कोई बात नहीं मुझे कोई वो नहीं है प्रयास करो जो भी होगा देखा जाएगा जय सिया राम ल त्यही भन्नु थियो अरू त जस्तै हो ल बर्थडे इन्जोय गर्नु ल च्यालेन्ज कम्प्लिटेड ल तिम्रो बुवालाई हाम्रो तर्फबाट पनि ह्यापी बर्थडे हैन हाम्रो अर्को भाइले चाहिँ च्यालेन्ज गर्दैछन् भाइको नाम गौरव भण्डारी ल जित्न सकिन्छ जस्तो लाग्छ खै हेरौँ त्यही धेरै कुरा त हुनु दाइसँग ट्राई ट्राई गर्ने तिमीले मिलाएर भन है त्यहाँ डाउट नहोस् कि हामीले कल गरिरहेछौँ भनेर है त हेलो हजुर म गौरव हो के आजको एक्जाम बिग्रियो यार कुन एक्जाम केमिस्ट्रीको थियो होइन केमिस्ट्रीको थियो अब गाड्ने टाइप पर्यो होइन अनि त्यसपछि अब पेपर नि हार्डै थियो अब लास्टमा एमसीको अलि लास्टतिर दिएँ होइन अनि त्यसपछि यताउति नि भएन अब त्यो के अरे के यार त्यो राम्रो मार्क्स आउने भएन आज बिग्रियो भन्न भन्नुभयो खेल त हुन्नस् फेल त खै फेल हुन नि पाएँ यार आज त के यार त भन हजुर क्वेशन नफाले यार तैँले के ट्राई गरेस् मलाई होइन हो म त्यस्तै न यार खै होइन कि किन र मिना नेपाली भन्ने को लास्टै टेन्सन लाग्यो
मिना न्युपाने भन्ने को हो त्यो छोड्न एक्जाम बिग्रियो तँलाई मिना नेउपानेको चाहियो खासा बस्नु के रे बिग्रियो भयो के गर्नु भनाल त एमसिक्यू आएको थियो नि एमसिक्यू बिग्रेको थियो एमसिक्यू नि गर्न पाएन होइन नत्र पास हुन्थ्यो होला एमसिक्यू ठ्याक्क सबको एटेम्प गर्नेलाई पेपरै खोजिदियो क्या गाडीले ए हो र पेपरै खोजिदियो अनि त्यसपछि अब घर नभन्दै म त भन्दिन्छ हो त ए बजाउने भयो ल हुन्छ ल कति नाटक गर्छ ल हुन्छ अब भन्नु त कुरा ल यो हामीले यहाँ च्यालेन्ज भिडियो गराएको म नेत्र बोल्दैछु 1.5 मिनटसम्म बोल्नुपर्ने च्यालेन्ज थियो तर भाइले बबाले दिए यार कस्तो लागिरहेको थियो मलाई पहिले थाहा भइसकेको थियो किन भन्दा त्यसको बोलीको टोनहरू अनि त्यो पछाडि हजुरको ब्याकग्राउन्ड आवाज पनि आइरहेको थियो अनि त्यही भएर यहाँ लाइट भिड छ त्यो भएर पनि हुन्छ थ्याङ्क यू सो मच है त्यस रमाइलो भयो हुन्छ ल धन्यवाद हस् ल हुन्छ 500 जित्यो बाँड्ने आधा आइसक्यो त ल हुन्छ दुई भाइ कहाँ हो बस्ने दाइ त काठमाडौँ बस्छ ए म यता बुटल हो जेस मलाई चाहिँ यिनको तिम्रो भन्दा यिनको बेटर लाग्यो है गर्ने हो र अनि हो नि पैसा छैन यार केटा हामी त यता ठुलो फ्यान ए ल केटा 500 गर है हामी त ठुलो फ्यानहरु हामी दुईजना भाइहरु खेलेर मजा आयो नि मजा यो चाहिँ युट्युबमा हुन्छ है नेत्र नेउपाने युट्युब च्यानलमा हामीसँग अहिले हुनुहुन्थ्यो तेस्रो व्यक्ति उहाँसँग एकदमै बबाले राम्रो कुराकानी भयो उहाँको मम्मी एकदमै कन्फिडेन्ट हुनुहुन्थ्यो मेरो छोराको एक्जाम बिग्रेकै छैन प्र्याङ्क कल हो भनेर र साथसाथै एकदमै फिल्डमा रमाइलो पनि भयो हैन हामीसँग टेक्निकल प्रब्लमले गर्दाखेरि चाहिँ त्यो कुराहरू क्याप्चर गर्न सकेनौँ सो सरी गाइज र अब चाहिँ अझै एकजनाले चाहिँ अझै कल गर्नुहुनेवाला छ सो अहिलेसम्म पनि भिडियो हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरेर जानु होला है त मेरो आज एक्जाम बिग्रियो भन्नु पर्यो हैन त्यति घरमा पनि अलि टेन्सन हुने खालको पनि नबोल्नु तर 1.5 मिनट लगातार बोल्नु पर्यो बुझ्यौ कल ड्युरेसन 1.5 मिनटको भयो भने तिमी इलिजिबल भयो 500 को लागि नत्र भएनौ है त हुन्छ रेडी जान्न अङ्कल आज बस्न बहिनी बसमा नगएर फोन गर्दैछिन् है त ल फोन गर बुवाको बढी डर लाग्छ कि मम्मीको मम्मीको त्यसो भए मम्मीलाई नै गर ल हेलो पापा हम सृष्टि कहाँ पे हो नेपाली बोल्दैन बाबा आज मेरो पेपर बिग्रियो नि पेपर बिग्रेछ आज मेरो हजुर साँच्चै हो कि मेरो पेपर बिग्रिएछ आज अरे धेरै मिलेको छैन हेलो हेलो कता कुरा गर्नु भएको छ आफ्नै दे कता बोल्नु भएको छ बोल्नु इनले गर्दिन है तिम्रो अलि नरिसाउ न तिम्रो बुवा नै बोल्नु भएको छैन त अनि इनलाई गर्न दिउँ भन्न ल अब डिसाइड गर ल कसले गर्ने पैसा त लगाइदिन्छु आधी भाडामा नहीं हम करेंगे क्यों विश्वास ही नहीं कर रहे भाई बहिनीले गर्दैछिन् हेरम है तिम्रो नाम मेरो नाम मेहविस परवीन खान के रे मेहविस परवीन खान मेहविस हेलो बाबा मेहविस बाबा मेरो पेपर बिग्रियो आज खै खोज दिएको बिचमै हाँ केमिस्ट्रीको बिग्रियोमा त फेल हुन्छ जस्तो लाग्यो पेपर पनि हार्ड आएको थियो के फिजिक्स भन्दा नि हार्ड आएको थियो पेपर मम्मीलाई के नभन्नु मम्मीलाई केही नभन्नु होला है हुन्छ 1.5 मिनट पुराउने हो 1.5 मिनट पुराउने हो ए काट दिनु भयो के अफिस हुनुहुन्छ ए अफिसमा हुनुहुन्छ धन्यवाद रिसिभ गर्नुभयो ए मैले के भने थिएँ तिमीले थाहा थियो कि बिर्स्यौ फोन गर्दा गर्दै मलाई यादै थिएन त्यति मात्रै डियर पुरा गरा भयो तर मन दुखाउँदिन म तिमीलाई चाहिँ 500 रुपैयाँ दिएँ है त किनभने मैले भनेकै थिएँ सुरुमै तिमीलाई 1.5 मिनट बोल्नु पर्छ भनेर च्यालेन्ज दिएको हो कि होइन तिमीले फलो गरे हो कि मलाई सायद गरे हो गरे हौ सायद गरे के हो र
ए मलाई चिनेकै छैन चिने ऊ भिडियो बनाउनु छ त नाम के मेरो नाम भन ल नाम भन्यो भने दिने भयो त्यस्तो थाहा हुन्छ कास्ट भन ल कास्ट थाहा भएन कि मलाई त म खासै मोबाइल चलाउनु ए तिम्रो साथीलाई सोधेर भयो नि भन नत्र भन दिने भएन तिमीले देयर पुरा गरे होइन त ल साथी यहाँ आऊ त यिनले नाम समेत भन्न सकेनन् कि मैले पैसा दिउँ कि नदिउँ ल एनिवे मैले तिमीलाई 500 रुपियाँ दिएँ है त थ्याङ्क यू कस्तो लाग्यो भेटेर एकदम राम्रो यो भिडियो युट्युबमा हुन्छ युट्युबमा सब्स्क्राइब गर्न भन त नेत्र नेपाली दाइलाई सब्स्क्राइब गर्नु अनि के भन्छन् लाइक गर्नु ल हुन्छ भेटियो खुसी लाग्यो गाइज यस्तो च्यालेन्ज लिएर म तपाईँको ठाउँमा पनि आउँछु सो गाइज सब्स्क्राइब गरेर राख्नु होला है त